विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई कक्षा 7 मा पढ्नुपर्ने बीजगणित अल्जेब्राका केही उपयोगी सूत्रहरू सिकाउन जाँदैछु। तिनीहरूमध्ये पहिलो सूत्र छ a + b होल स्क्वायर a + b होल स्क्वायर भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हुन्छ। अनि त्यस्तै दोस्रो सूत्र छ a - b होल स्क्वायर। उस्तै छ सूत्र, यहाँ प्लस छ, यहाँ माइनस छ, यतातिर पनि a स्क्वायर को ठाउँमा a स्क्वायर नै हुन्छ, यहाँ प्लस 2ab को ठाउँमा यहाँ माइनस 2ab हुन्छ, 2ab यहाँ प्लस b स्क्वायर। खासै फरक छैन। a + b होल स्क्वायर को ठाउँ भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हो भने a - b होल स्क्वायर भनेको a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर हो। त्यस्तै अर्को तेस्रो नम्बरमा a स्क्वायर माइनस b स्क्वायर, यो पनि महत्त्वपूर्ण सूत्र हो कक्षा 7-8 को लागि। यो भनेको a + b ब्राकेट मल्टिप्लाई a - b हो। त्यस्तै अन्य सूत्रहरूमा a स्क्वायर प्लस b स्क्वायर छ। a स्क्वायर प्लस b स्क्वायर को दुईवटा सूत्रहरू छन्। एउटा a + b होल स्क्वायर माइनस 2ab हुन्छ भने अर्को a - b होल स्क्वायर प्लस 2ab हुन्छ। यसरी यी कक्षा 6, 7, 8 को लागि महत्त्वपूर्ण सूत्रहरू रहेका छन्। ल विद्यार्थी भाइ बहिनीहरू, एकपटक म सोध्छु, तिमीहरूले आफै भन्ने कोसिस गर्ने है त। a + b होल स्क्वायर को सूत्र म सँगसँगै आफै भन त विद्यार्थी भाइ बहिनीहरू। a + b होल स्क्वायर को सूत्र a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर। a - b होल स्क्वायर को सूत्र चाहिँ a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर। क्वेसन पनि उस्तै छ, एन्सर पनि उस्तै छ। यहाँ प्लस छ, यहाँ माइनस छ, यसमा पनि अरू एउटै छ। यहाँ एक ठाउँमा 2ab को अगाडि प्लस, 2ab को अगाडि माइनस। a + b होल स्क्वायर भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हो भने a - b होल स्क्वायर भनेको a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर हो। त्यस्तै अर्को 3 नम्बरमा हामीले पढेका थियौं a स्क्वायर माइनस b स्क्वायर। यो भनेको a + b ब्राकेट लेख्ने, ब्राकेट लेखेपछि इन्टु हुन्छ, a - b हुन्छ। a + b पछाडि लेखेर a - b अगाडि लेख्न पनि मिल्छ है। अनि अर्को कोही सूत्र छ a स्क्वायर प्लस b स्क्वायर। यसको चाहिँ दुईवटा हुन्छ। एउटा अगाडि a + b होल स्क्वायर लेख्यो भने माइनस 2ab हुन्छ। अर्को a - b होल स्क्वायर लेख्यो भने प्लस 2ab हुन्छ कि हुँदैन? यी सूत्रहरू हामीले पढेको a + b होल स्क्वायर भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हो कि होइन? यहाँ हेरौँ है त। a + b होल स्क्वायर भनेको a + b इन्टु a + b हो। a + b र a + b को गुणन हो।
अब यहाँ गुणन गर्दा अगाडिको a प्लस b को a ले मात्रै a प्लस b लाई गुणन गर्ने प्लस अगाडिको b ले मात्रै a प्लस b लाई गुणन गर्ने। यसो गर्दा a र a गुणन गर्दा a स्क्वायर भयो प्लस a र b गुणन गर्दा ab भयो प्लस b र a गुणन गर्दा ba हुन्छ। तर हामी a अगाडि आउने हुनाले ab लेख्छौं। प्लस इन्टु प्लस प्लस नै हुन्छ, b इन्टु b स्क्वायर हुन्छ। मिल्यो नि है। a प्लस b होल स्क्वायर भनेको हामीले a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर लेखेको थियौं। हामीले चेक गरेर हेर्दा पनि a प्लस b होल स्क्वायर भनेको a स्क्वायर प्लस 2ab प्लस बाँकी नै छ अलिकति है। अब a स्क्वायर भयो प्लस यो पनि ab यो पनि ab, दुईवटा ab छ, यो सजातीय भयो, दुईवटै प्लस छ, त्यसैले दुईवटा ab भनेको 2ab हुन्छ प्लस b स्क्वायर। ल अब हामीले a प्लस b होल स्क्वायरलाई यसरी गर्दा पनि a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हो भन्ने पत्ता लगायौं। हामीले डाइरेक्ट सूत्र पढ्दा पनि a प्लस b होल स्क्वायर भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हो भन्ने थाहा पायौं। यसरी पनि गर्न सकिन्छ। अब धेरै जसो ठाउँमा यो सूत्र मात्रै प्रयोग गर्नलाई यो सबै गर्नु पर्दैन। a प्लस b होल स्क्वायर भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हो भनेर लेख्न सकिन्छ। त्यस्तै a माइनस b होल स्क्वायर भनेको a माइनस b इन्टु a माइनस b हो। अब a माइनस b इन्टु a माइनस b हुँदा अगाडिको a ले a माइनस b लाई गुणन गर्ने, यहाँ माइनस छ माइनस b लेख्ने, यसले पछाडिको a माइनस b लाई गुणन गर्ने। यसो गर्दा a इन्टु a भनेको a स्क्वायर हुन्छ, यहाँ माइनस भयो माइनस a इन्टु b भनेको ab, यहाँ माइनस भयो, b इन्टु a भनेको ba हुन्छ। तर a अगाडि आउने हुनाले हामी ab लेख्छौं। माइनस इन्टु माइनस भनेको चाहिँ प्लस हुन्छ, यो हामीले पढिसकेका छौं। माइनस इन्टु माइनस भनेको प्लस हुन्छ। अब a स्क्वायर यहाँ भइहाल्यो, यो पनि माइनस यो पनि माइनस, हामी दुईवटै प्लस भए पनि जोड्छौं, दुईवटै माइनस भए पनि माइनस लेखेर जोड्छौं। यो पनि माइनस ab यो पनि माइनस ab, माइनस दुईवटा ab, एउटा प्लस एउटा माइनस भयो भने चाहिँ 0 हुन्छ है। प्लस b स्क्वायर। ल a माइनस b को होल स्क्वायर भनेको हामीले सूत्र पढ्दा पनि a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर भनेर पढेका थियौं भने हामीले हो कि होइन भनेर हिसाब गरेर हेर्दा पनि a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर हो भन्ने थाहा पायौं। अर्को हाम्रो a स्क्वायर माइनस b स्क्वायर भनेको a प्लस b इन्टु a माइनस b हो भनेका थियौं। अब यसको लागि चेक गर्नलाई चाहिँ हामी यतातिरबाट गर्दै जानुपर्छ है। यो अगाडिको a प्लस b को a ले पछाडिको a माइनस b लाई मल्टिप्लाई गर्ने प्लस अगाडिको b ले a माइनस b लाई मल्टिप्लाई गर्ने। यसो गर्दा a इन्टु a भनेको a स्क्वायर माइनस a इन्टु b भनेको ab प्लस a इन्टु b भनेको ab प्लस इन्टु माइनस भनेको माइनस हुन्छ, प्लस इन्टु माइनस भनेको माइनस हुन्छ है। अब यो माइनस ab यो प्लस ab, दुईवटै प्लस भयो भने प्लस 2ab हुन्छ, दुईवटै माइनस भयो भने माइनस 2ab हुन्छ। तर एउटा प्लस एउटा माइनस भयो भने चाहिँ यो दुईवटा क्यान्सिल हुन्छ, 0 हुन्छ। बाँकी रह्यो यो साइन पनि यो सँगै गयो, यो प्लस पनि यो सँगै गयो, बाँकी रह्यो a स्क्वायर माइनस b स्क्वायर। ल a प्लस b इन्टु a माइनस b भनेको a स्क्वायर माइनस b स्क्वायर हो रहेछ। अर्को हामीले पढेको सूत्र थियो
ए स्क्वायर प्लस बी स्क्वायर। यसको लागि हामीले दुईवटा लेखेका थियौँ। एउटा ए प्लस बीको होल स्क्वायर माइनस 2ab लेखेका थियौँ। अब यो हो कि होइन चेक गरौँ है त। ए प्लस बीको होल स्क्वायरको सूत्र सम्झिनु पर्यो। ल भन त भाइ बहिनीहरू, ए प्लस बीको होल स्क्वायर भनेको ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर हो। यहाँ माइनस 2ab छ। अघि माथि गरेको जस्तै यहाँ प्लस 2ab, यहाँ माइनस 2ab बराबर भयो। एउटा प्लस भयो एउटा माइनस भयो भने यिनीहरू दुईटा क्यान्सिल हुन्छन् र ए स्क्वायर प्लस बी स्क्वायर बाँकी रहन्छ। त्यस्तै हामीले पढेको अर्को ए स्क्वायर प्लस बी स्क्वायरको ए माइनस बीको होल स्क्वायर प्लस 2ab लेखेका थियौँ। अब ए माइनस बीको होल स्क्वायरको सूत्र भन्नु पर्यो। विद्यार्थी भाइ बहिनीहरूलाई आउँछ है। ए माइनस बीको होल स्क्वायर भनेको ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर हो। यतापट्टि रह्यो 2ab। अब अघि जस्तै माइनस 2ab र प्लस 2ab क्यान्सिल हुन्छ, बाँकी रह्यो ए स्क्वायर प्लस बी स्क्वायर। यो भनेको एउटै हो, यो भनेको एउटै हो, यो भनेको पनि एउटै हो। यसरी हामी सूत्रहरू पढ्न सक्छौँ। यो सूत्र भनेको बेस हो। सूत्र नजानिकन हामीले अल्जेब्रा ज्यामिति सरी बीजगणित पढ्न सक्दैनौँ। त्यसैले विद्यार्थी भाइ बहिनीहरूले एकदमै ध्यान दिएर राम्रोसँग दोहोऱ्याएर आफूले धेरै पटक प्र्याक्टिस गरेर यी सूत्रहरू बुझ्नुपर्ने आवश्यक छ।